नमस्कार, आज चाहिँ कम्बिनीबाट कसरी प्रिन्ट गर्ने भन्ने देखाउँदैछु। यो थान्ता नेट प्रिन्ट डाउनलोड गर्नु होला। यो डाउनलोड गरिसकेपछि आफ्नो प्रिन्ट गर्ने फाइल सेलेक्ट गर्नु। फर इक्जाम्पल यो पेपर है, पिडिएफलाई प्रिन्ट गर्ने। अनि माथि स्क्रोल गरेपछि खानदान प्रिन्ट आउँछ है, भिडियो अनुसार गर्दै जानु होला। अनि त्यहाँ तपाईँले क्युआर चाहिँ निकाल्न सक्नुहुन्छ है। त्यो क्युआर निकालेपछि जस्ट क्युआर है, क्युआर कोड देखाएपछि टच गर्ने मात्र 7-11 को टच गर्ने ठाउँ छ है। यो फोटोमा देखाएअनुसार यो कोडलाई टक्क लाएर चाहिँ पैसा हाल्नुपर्छ। अनि प्रिन्ट देखाएपछि चाहिँ प्रिन्ट गर्न सकिन्छ है। एकदम सजिलो छ यो 7-11 मा। कुनै पनि पिडिएफ है अनि फोटोहरू गर्ने हो साथै हरेक कुरा चाहिँ सिधै तपाईँले प्रिन्ट गर्न चाहिँ सक्नुहुन्छ। हस् त, धन्यवाद है। थ्याङ्क यू भेरी मच। हेरिदिनु भयो। कोही साथीहरूले छ भने सेयर गरिदिनु होला। धन्यवाद। नमस्कार, आज चाहिँ कम्बिनीबाट कसरी प्रिन्ट गर्ने भन्ने देखाउँदैछु। यो थान्ता नेट प्रिन्ट डाउनलोड गर्नु होला। यो डाउनलोड गरिसकेपछि आफ्नो प्रिन्ट गर्ने फाइल सेलेक्ट गर्नु। फर इक्जाम्पल यो पेपर है, पिडिएफलाई प्रिन्ट गर्ने। अनि माथि स्क्रोल गरेपछि खानदान प्रिन्ट आउँछ है, भिडियो अनुसार गर्दै जानु होला। अनि त्यहाँ तपाईँले क्युआर चाहिँ निकाल्न सक्नुहुन्छ है। त्यो क्युआर निकालेपछि जस्ट क्युआर है, क्युआर कोड देखाएपछि टच गर्ने मात्र 7-11 को टच गर्ने ठाउँ छ है। यो फोटोमा देखाएअनुसार यो कोडलाई टक्क लाएर चाहिँ पैसा हाल्नुपर्छ। अनि प्रिन्ट देखाएपछि चाहिँ प्रिन्ट गर्न सकिन्छ है। एकदम सजिलो छ यो 7-11 मा। कुनै पनि पिडिएफ है अनि फोटोहरू गर्ने हो साथै हरेक कुरा चाहिँ सिधै तपाईँले प्रिन्ट गर्न चाहिँ सक्नुहुन्छ। हस् त, धन्यवाद है। थ्याङ्क यू भेरी मच। हेरिदिनु भयो। कोही साथीहरूले छ भने सेयर गरिदिनु होला। धन्यवाद।